खाँदा खुट्टा दुखे सबैले नछोडावे त्यो पनि चर्चै हुँदैन थियो के। छाडापन र अश्लीलता प्रयोग गरेर समाजलाई यी कलाकारले के सिकाउन खोजेका हुन्? बेलुका घरमा किन म्याथ सिक्नु, दिउँसो सिक्नु परेन? कला त यस्तो होस् त्यसबाट आफ्नै सन्ततिले मनोरञ्जन, मार्गदर्शन र सही शिक्षा लियोस्। टिक्रा हालेर म्याथ सिक्नु भन्ने हुन्छ? अचम्म त के छ भने यस्ता हरकत फोहोर गर्ने तिनै कलाकार दर्शक र समाजको माइन्डसेट सोच्ने तरिकाका बारेमा उल्टी चेतनाको पाठ पढाइरहेका छन्। नेपाल हाम्रो समाजै त्यस्तै छ। कलाकारिता भनेको अश्लीलता र छाडापनको सहारा लिएर सस्तो चर्चा कमाउने र गोजी भन्ने माध्यम हो कि समाजलाई स्वस्थ मनोरञ्जन र सही दिशा दिने ऐना हो? यो क्षेत्रले मन्थन गर्न आवश्यक। गणित सिक्ने भए भनेको नि त त्यो भने गीतको चर्चै हुँदैन थियो के फेरि। हाम्रो समाज यत्तिकै बरालिएको छैन। समाजलाई कलाकारिताबाट मनोरञ्जन र सकारात्मक शिक्षा दुवै चाहिन्छ। हामीले पर्दामा जे रोप्छौँ समाजमा त्यही फल्ने हो। त्यसैले कलाको नाममा विकृति रोप्न बन्द गर्नुपर्छ। सस्तो प्रचार र विवादको जगमा उभिएर महल बनाउन खोज्दा भर्खरै लाली बजार दर्शकको बहिष्कार र तिरस्कारमा परेको थियो। यो क्षेत्रले यो पनि भुल्नुहुन्न। हवस् त, भिडियो मन परेमा लाइक, सेयर र कमेन्ट गरिदिनुहोला।